यो आज फेरि हामी आइसक्यौँ नयाँ गेम लिएर। हाम्रो छेउमा हुनुहुन्छ 11 साइडमा शिवजी र म सेक्दिन। अस्तिको गेममा हार्ने शिवजीको पनिसमेन्ट बाँकी छ। यो भिडियोको अन्तिममा पनिसमेन्ट छ दाइको। र अब वर्ल्ड कप नजिकै आउँदैछ, त्यही भएर हामी के वर्ल्ड कप स्पेशल गेम गर्दैछौँ। गेम एक्सप्लेन हाम्रो होस्टले गर्नुहुन्छ। आज हाम्रो भिडियोमा टोटल 3 राउन्ड हुन्छ। पहिलो राउन्ड चाहिँ मोस्ट गोल्स बाइ कन्ट्री इन वर्ल्ड कप। कस्तो छ भने रुल्स के छ भने हामीले टप 10 मिलाउनु पर्यो हैन। टप 10 गोल लाउने, जस्तै यो वानमा कुन छ भनेर गेस गर्नेले बढी पोइन्ट ल्याएर त थाहा भइहाल्यो हैन। अगाडि जस्तै हो। एक्स्ट्रा क्याच के छ भने जस्तै कुनै कन्ट्री गेस गर्यो, त्यो गेस गरेको कन्ट्री कुन नम्बरमा छ पोइन्ट पाइहाल्यो। र त्यो देशबाट चाहिँ कसले लाग्यो कसले बढी गोल लाएको छ त्यो मिलायो भने डबल पोइन्ट वर्ल्ड कपमा है फेरि। ल ओके, त्यसै गरी अब हामी कता सुरु गर्छौँ? त शिवजीबाट सुरु गर्छौँ हामी। ल है सुरु ल ब्राजिल नम्बर 1 मा छ। ल यो देशबाट कसले बढी गोल लाएको छ मिलाउनु वर्ल्ड कपमा डबल पोइन्ट अहिलेसम्म नि त अहिलेसम्ममा पेले मिलेन। अब सेकेन्डको पालो अर्जेन्टिना लिस्टको 3 नम्बरमा छ। अब यहाँ मध्ये मतलब यो देशबाट सबसे बढी गोल लाउने को? मेस्सी ल मेस्सी मिलो। मेस्सीले कति गोल लागेको छ मिल्नु सक्छ? 22। 16 कि 17 कति छ 22 भन्छ ल सेकदिनले डबल पोइन्ट पाएको छैन नि त मलाई। कल्ची अनि पाए त पोइन्ट सेकदिनले डबल पोइन्ट पाइसक्यो। अब कति गोल मिलाउँदा नि पाउने कति गोल मिलाए त जस्ट फर मात्र हो। ए कति गोल मिलाउँदाखेरि फेरि डबल गर्न थाल्यो भने हिसाब गर्न गाह्रो हुन्छ। त्यही भएर यति त गरौँ। ल ल ल ल अब 1 शिवजीले मिलायो, 3 सेकदिनले, अब 11 पालो जर्मनी नम्बर 5। जर्मनी नम्बर 2 हो भाइ नम्बर 2 मा छ। यो देशबाट गोल लाउने क्लोज क्लोज डबल पोइन्ट 11 को पनि गोल पनि भन गोल भन्दा त हुन्छ। अब के छ त जनरल नलेज 16 बल नलेज त नि भाइ फेरि फुटबल त नि भाइ फेरि मेरो क्या चिया खाँदा पनि फुटबल किन अस्ति मुते फुटबल निस्क्यो। क्या बात कर रहे हैं? हाम्रो टप 10 लिस्टको 1 2 3 भइसक्यो। 1 2 3 भयो हैन। अब फ्रान्स लिस्टको 5 नम्बरमा छ। यो देशबाट सबसे बढी गोल लाउने को हो? एम्बापे ल मिलेन। ल अब सेक्दिन स्पेन लिस्टको 6 नम्बरमा छ। योबाट कसले बढी गोल लागेको छ यो देशबाट स्पेनबाट वर्ल्ड कपमा? योबाट स्पेनबाट पुरानो प्लेयर को छ हौ? पास। ल अब 11 मलाई माइक चाहिँ दियो, मैले सोच्न भ्याएकै छैन। म सकेसम्म 4 लागि गरौँ भनेर खोज्दैछु। 4 बाँकी छैन? 4 बाँकी छ। 4 7 8 9 10 बाँकी छ। 4 मा बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो। इटाली 4 नम्बरमै छ। अरे ल यो इटालीबाट सबसे बढी गोल लाउने प्लेयर ल अब यो चाहिँ गाह्रो काम छ नि त। इटालीबाट सबसे धेरै गोल कसले लाएको होला भन्दाखेरि डेल पिएरो होइन भएन। म खसियो त नि। ल अब शिवजी अब बाँकीको छ नि हाम्रो 7 8 9 10 बाँकी छ। 7 8 9 10 त्यसै त पोर्चुगल जाउँ न त। शिवजीको एउटा स्ट्राइक छैन पोर्चुगल छ तपाईलाई। रोनाल्डो 202 मा 2002 मा डेब्यू गरेको। त्योभन्दा अगाडिसम्म 2टा वर्ल्ड कप खेलेको छ पोर्चुगलले। टप लिस्टमा हुन्छ मुला। ल अब सेकेन्डको पालो इङ्ल्यान्ड यो चाहिँ हो नि त। इङ्ल्यान्ड 7 नम्बरमा छ। यो देशबाट सबसे बढी गोल लाउने प्लेयर को हो त वर्ल्ड कपमा? ह्यारी केन। ल अब इलामको पालो अब चाहिँ देश भनेको लगभग सक्यो हेर्नु हो। अब देश कुन देश हो भनौँ? ए नेदरल्यान्ड्स लिस्टको 10 नम्बरमा छ। नेदरल्यान्ड्स 10 मा यो देशबाट कसले लागेको छ त बढी गोल? युएनको त पक्कै पनि होइन होला। भ्यान बास्टन होइन युएनको अब हो त्यसमा फर्मुला थाहा छैन। अब हाम्रो टप 10 लिस्टको जम्मा 2टा त बाँकी छ। 8 र 9 ल अब शिवजी मिलाउनु भयो। 8 र 9 मा कुन देश होला? स्पेन इङ्ल्यान्ड फ्रान्स जर्मनी सबै सक्छ। इङ्ल्यान्ड पनि छैन केही छैन। सक्यो जस्तो लागेको छ होइन नि। एसिया गर्नु त कुनै सक्ने म्याच सिधापुरो पास 27 हो। 5 बेल्जियम मिलेन। शिवजीको 2 स्टार 2 स्टार छ भन्दा छ। उरुग्वे लिस्टको 8 नम्बरमा छ। सुआरेज त्यो गेसन नगर्दा हुन्छ। मलाई थाहा छ। उहाँको देशै भन्न आउँदैन कुन देश होला र?
कोरिया भयो अब एउटा मात्र देश बाँकी छ दाजु मलाई 9 नम्बरको होइन त नम्बरको नेदरल्यान्ड्स भन्दा बेसी गोल लाउने को छ रेगुलर वर्ल्ड कप खेल्न चाहे नि त होइन हो पक्कै पनि युरोपियनै होला ल ल किन साउथ अमेरिकन त सकिसक्यो 3टा बाहेक अरू कोही पनि छैन साउथ अमेरिकन फिक्स हो त्यही भएर अब के होला भन्दाखेरि म छैन हौ के चाहिँ छैन यार 5 4 3 2 कोलम्बिया 1 एउटा स्ट्राइक 11 को त शिवजी रसिया शिवजी आउट फ्रम द गेम धन्यवाद सेकेन्डको पालो ल के चाहिँ हुन सक्छ त अब कस्तो याद आएको 5 4 3 2 1 मेक्सिको सेकेन्डको एउटा स्ट्राइक तिनटैले गेस गर्यौँ तिनटैले सकेनौँ अब हामीलाई क्लु चाहियो 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 त कुन ठाउँ कुन कन्टिनेन्ट चाहिँ भन्दैन पर्यो यो युरोप युरोप के हो युरोपकै हो हो त अस्तिको युरो कपमा अँ। पोर्चुगलले पहिलो म्याच यहीसँग खेले जस्तो लाग्यो हामी एकदम डिक्कै डेन्जर थियो त भाइ यार पोर्चुगलले पहिलो म्याच खेल्यो यहीसँग खेलेको होला है हो होला युरोपको त्यस्तो डेन्जर केस कुन छ यार फ्ल्याग कस्तो छ भने नि फ्ल्याग कस्तो छ हो मैले बिर्सेँ होइन कस्तो यार एकैवटा फ्ल्याग बन्न देखाउ न पोर्तुगाल स्पेन इङ्ल्यान्ड 5 फ्रान्स इटाली जर्मनी 3, नेदरल्यान्ड्स 2 1 चौथो स्ट्राइक 11 को एकदम म त आउट हो युरोपको हो यो देशको नाम यस्तो नाम छ त्यो अर्को पनि शब्द छ क्या यसको दुईटा अर्को पनि शब्द छ दुईटा छ यार मतलब यो देशको एउटा अर्को पनि मिनिङ हुन्छ भनेको 50 चान्स छ वर्ड छ क्या 50 चान्स छ काउन्ट 5 4 3 2 1 सेकदिनको दोस्रो स्ट्राइक हङ्गेरी हङ्गेरी 9 नम्बरमा छ अब यसले यहाँको प्लेयरको गेस गर्ने त अब सक्दैन होला तिमीले किन सक्दिन ल त हेरौँ भनिदिउ ल त पुस्कास पुच्का भनेको यार हाम्रो फर्स्ट राउन्ड सकिँदाखेरि शिवजीको 16 पोइन्ट शिवजीले जम्मा 2टा मिलाएका छन् दुईटा मिलाएर 16 पोइन्ट सेकदिमले एकचोटि डबल पोइन्ट पायो होइन त्यसपछि 3टा मिलायो डबल पोइन्ट कहिले पायो ए मेसी मेसीले मिलायो अभियस सर टोटल पोइन्ट सेकदिमको 28 यानि कि 28 बुझ्दैन नि त ठिक छ त्यसपछि 11 को टोटल पोइन्ट 28 ओए 28 इक्वल सेकदिम र 11 को पहिलो कसरी यसमा मेरो राउन्ड कसरी इक्वल भयो उति उति पोइन्ट छ 28 जोडेर अब हामीले पहिलो राउन्ड गर्यौं मोस्ट गोल्स बाइ कन्ट्री अब हो दोस्रो राउन्ड मोस्ट एसिस्ट ल अब सेकेन्डको पालो ल मेरो टर्न अरे अर्जेन्टिना अर्जेन्टिना 3 नम्बरमा छ को एसिस्ट गर्ने मेसी डबल पोइन्ट सेकदिमको सिक्योर हुन्छ क्या यसरी म पनि सेकेन्ड गरौँ पोइन्ट चाहिँ सेक्युर गरिहाल्नु पर्छ म सेकेन्ड गर्छु ल डबल पोइन्ट म सेकेन्ड गर्छु ल सेकेन्ड गरौँ अब 11 को पालो जर्मनी जर्मनी 1 नम्बरमा छ वान भने कुन देश वान भनेपछि त मेरो एन्सरै बिग्यो यार वानको लागि मेरो एन्सरै थिएन मेरो त 3 को लागि थियो प्लेयर कुन होला ल थोमस मुलर नो मिलेन अब शिवजीको पालो हामी जाउँ पहेँलो जर्सी लगाएको ब्राजिलमा जाउँ न ब्राजिल 2 नम्बरमा छ ल त सेकदिम टप एसिस्ट गर्ने कन्ट्री हो भन्नु पर्यो के भइसक्यो 1 2 3 भइसक्यो 1 2 3 गएर 1 2 3 भइसक्यो जर्मनी ब्राजिल अर्जेन्टिना भइसक्यो जर्मनी ब्राजिल अर्जेन्टिना भइसक्यो स्पेन स्पेन 8 नम्बरमा छ अब यसबाट आला लुइयाला कुन प्लेयर हो एसिस्ट गर्ने इनिएस्टा डबल पोइन्ट अरे यसले त स्याम पाएर त डबल पोइन्ट ल्याएर अहिले गोलकिपरमा म आउँछु कम्प्याक हान्छु म गोलकिपर गोलकिपर एउटै नाम थाहा छ मलाई तँ थाहा छैन भन्दैमा मलाई थाहा हुँदैन ओके ल त कति भयो चाहिँ 1 2 3 4 हो 1 2 3 एक दुई दिन 8 भयो स्पेन 8 मा थियो यस सर ए डबल कति नै ल्याएर तोरीले साला 8 मा थियो भने त इटाली इटाली 5 नम्बरमा छ कुन प्लेयर हो एसिस्ट गर्ने एउटा सूचीमा चाहिँ भनिदिनु भयो इटालीको प्लेयर 15 20 वटा जति छ कुन चाहिँले चाहिँ एसिस्ट हान त फेरि पिर्लो मिलेन बाबा बिर्लो ल शिवजीको पालो बाबा फिल्डो बाँकी छ कुन कुन स्पोर्ट बाँकी छ भने नि 4 6 7 9 10 सबैलाई फरक पर्छ धेरै देश बाँकी छन् त हो अनि लिस्टमा त धेरै छन् त हो तर नाम पनि थाहा भएन त प्लेयरको नाम सोच्न सकिरहेको छैन क्या
त्यो त नर्वे प्लेयरको नाम पनि सुतेरै भन्छु हामी त्यसै क्या त्यही भएर स्याहार गर्नु नर्वे नर्वे आउट अफ कन्टेन्ट अरे शिवजीको त यो 100 स्ट्राइक दिँदा हुन्थ्यो एउटा स्ट्राइक मात्र भयो है झार चाहिँ पहिले वर्ल्ड कप होला अरे छिटो होला ल सेक्दिम उरुग्वे उरुग्वे लिस्टमा छैन एउटा स्ट्राइक शिवजीको स्ट्राइकलाई मेरो पालो होइन अनि त्यो अनि त्यो अनि यो अनि त्यो अनि त्यसपछि त्यो अनि त्यो अनि यो अनि त्यो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अनि फ्रान्स फ्रान्स 4 नम्बरमा कुन प्लेयर होला सबसे बढी एसिस्ट गर्ने फ्रान्सबाट त्यसले बिगाएर भन ल जिरा भन्दाको क्यामेरा फोग्बा एमबापे भाइ एम्बापे कहिले गेम मार्केटले पास भन्नु वाउ ए म त 5 वर्ल्ड कपमा त एसिस्टै मात्र हान्दा नि पौलाले ल तपाईको अब स्कोर बाँकी छ 4 वटा 6 7 9 10 6 7 इङ्ल्यान्ड 7 नम्बरमा छ मिलेछ यार अब इंग्लैंड जस्तो हुँदैन इङ्ल्यान्डबाट कसले गरेर सबसे बढी एसिस्ट रोनीले मिलेन डेभिड बेकhamले ल सेकेन्ड पालो 6 स्पोर्ट बाँकी छ 9 10 बाँकी छ 9 10 बाँकी छ 9 10 छैन 6 बाँकी छ 6 भनेपछि 5 पोइन्ट पाउँछ अरे 6 9 10 9 10 10 मैले भने हैन कहाँ भनिसो अहिले मिलाएर 10 को 10 त अघिको पनि मिलाएको अहिलेको चाहिँ हो सबसे धेरै एसिस्ट हैन यस सर बेस क्या मिलो चाहिँ पोर्चुगल पोर्चुगल 10 नम्बरमा छ अरे मिलाए तो अब कुन प्लेयर उहाँले भन्दै रोनाल्डो रोनाल्डो डबल पोइन्ट भन्न भनेको छ डबल फाइभ सेटा 10 नम्बरको 2 महिना अब 6 र 9 मात्र बाँकी छ है नेदरल्यान्ड्स नेदरल्यान्ड 6 नम्बरमा छ होइन अब यहाँबाट प्लेयर को त योहान क्रुइफ मिलो अहिले डबल पोइन्ट प्लेयर ने मात्रै देखाउँदैछ है मलाई अब 9 स्पट बाँकी छ एउटा स्पट बाँकी छ कुन देश होला अहिले कुन देश छ त्यही होला ल त बेल्जियम बेल्जियम 9 नम्बरमा छ यो देशबाट भने धेरै क्याप्टेन पनि सक्यो बढी एसिस्ट गर्ने प्लेयर को केविन डे ब्रुयन अब ये कौन है बे डबल पोइन्ट पायो सेक्टिङले फेरि को यो केभिन डे ब्रुयन भनेको प्लास्टिक क्लब एउटा छ नि हाम्रो सेकेन्ड राउन्ड सकिँदाखेरि शिवजीको पोइन्ट 29 शेखजिमको पोइन्ट 56 11 को पोइन्ट 61 मेरो पोइन्ट हेर्छ देखिस् त्यस्तामा डबल पोइन्टले के हुन्छ अनि यसको डबल फाइभ खबर तल्लोतिरको लाइनमा डबल पोइन्टले मलाई जित्यो भनेर सोचेर चाहिँ यसले डबल पोइन्ट राख्थ्यो भित्र कसले त्यो छ अब यो भिडियोको हाम्रो अन्तिम राउन्ड फुटबलसँग रिलेटेड हो यो चाहिँ अफकोर्स हैन मोस्ट क्लिन सिट बाई अ कन्ट्री इन वर्ल्ड कप यहाँ पनि त्यही हो त्यही हो त्यही देश भनेपछि त्यो देशबाट कुन किपरले चाहिँ बढी क्लिन सिट त्यही गरेको हो मिलाउनु पर्यो भनेको वर्ल्ड कपमा है त त्यही हो के एन्सर भनेको त्यही त जर्मनी सेकेन्ड नम्बर म्यानुअल नोयर म्यानुअल डबल पोइन्ट ल अब देख्छ अरा काम टाइम अब शिवजी बाबा म अर्जेन्टिना ल अर्जेन्टिना 4 नम्बरमा छ कुन प्लेयर होला त अब म सेक्सन गर्ने पास ल सेकेन्डको पालो इटाली एउटा टिप इटाली 3 नम्बरमा छ बुफन बुफन डबल पोइन्ट अब 11 को पालो अब मेरो पालो आयो मेरो पालोमा भन्छु म स्पेन स्पेन 8 नम्बरमा छ कासिला सान्टी कासिलास डबल पोइन्ट भाइ औरा खान देख्छ अहिले हामी कुखुरा खाम कि कुखुराको फार्म कि ल त अब शिवजी औरा फार्म भन्ने के कुखुराको नाम चाहिँ ब्राजिल ब्राजिल 1 नम्बरमा छ को होला त प्लेयर बढी क्लिन सिट गर्ने अर्जेन्टिना टिप मेक्सिको सेक्दिमको एउटा स्ट्राइक मैले सधैँ सुरुमा के भने जर्मनी जर्मनी स्पेन मैले भने अर्जेन्टिना अनि के भन्नु अर्को ब्राजिल ब्राजिल अनि मेक्सिको भने गान्डु अर्को भने इटाली भनेपछि म भन्छु नेदरल्यान्ड्स नेदरल्यान्ड्स 9 नम्बरमा छ कुन प्लेयर भान्डर सार मिलेन कस्तो अरा फार्म गर्नु क्या ल अब शिवजी तर भन्टा सा भने एउटा शिवजी इङ्ल्यान्ड 5 नम्बरमा छ अब कुन किपर यो किपरमा चाहिँ म पास गर्छु ल ल अब 6 7 10 बाँकी छ देशै बाद मात्रै बाँकी छ त हौ देशै गेस गर्नु त हो त्यसै गेस गर्नु त हो त म त सेन्सर राष्ट्रलाई त हो त त्यही कारण देश चाहिँ भनेको छ त मुला अलिकति तर अहिलेको दुईवटा लिस्टमा चाहिँ त्यो बिर्सिरहेको मलाई अहिलेको पालि भनेको नि यो पालि भनेको खानु छैन बेल्जियम सेक्दिमको दोस्रो स्ट्राइक फ्रान्स 6 नम्बरमा छ कुन प्लेयरले बढी क्लिन सिट गरेको छ अब त्यो त सम्झिने पानी झम्किने हो कि युगो लोरिस मिलेन
मलाई थाहा छ त्यो किपरको हो हेभी एन्ड बाथेस कुन क्लबमा खेल्थ्यो अन्त इटालीमा अब 7 र 10 बाँकी छ 7 र 10 बाँकी छ हेरा बाजे एउटा अँ। युरोपको देश हो एउटा होइन होइन रसिया स्टार्ट लगाम शिवजीको एउटा स्ट्राइक र सेदुङको 2टा स्ट्राइक अलरेडी छ एउटा मिस्टेक गरेछ भने गेमदेखि out। गेमबाट आउट यो त मिलोस् न हौ भगवान् एउटा त ल त एउटा त मिलोस् न एभ्री टाइम एभ्री टाइम त्यही एउटा नाम भन उरुग्वे उरुग्वे 7 नम्बरमा छ त हुँदैन उनीहरू 4 वटा उनीहरू जितेको छ ल कुन प्लेयर अब पानी छ किन अब Player 10 छैन, बाँकी छ उरुग्वे। 10 ओन्ली वान 10 10 नम्बरको बाँकी छ युरोप के हो युरोप के हो अलिक खतरा किपरै होला खतरा किपरै हुन सक्छ हुन सक्छ भन्ने चाहिँ होइन खतरा किपरै होला तर नाम चाहिँ एउटा फेमस प्लेयरकै नाम छ किपर फेमस होस् कि नहोस् नाम चाहिँ नाम चाहिँ फेमसै छ त्यसै आउँदैन कताबाट नाम भन्छ तँलाई सारा किपरको नाम यहाँ देशको चाहिँ चिन्ता तिमी नाम नाम भन्छ होइन भाइ देशै थाहा छैन हौ भाइ यार कुन देश बाँकी रह्यो देश पनि फेमस हो एकदम खतरनाक फेमस देश हो एज इन फुटबलमा फुटबलमा त होइन एज अ वर्ल्डमा एज अ वर्ल्डमा फेमस देश हो वर्ल्डमा कि वर्ल्ड कपमा भन्ने भयो वर्ल्डमा होइन फेरि त्यही रहेछ क्वेसन गन बोकेर कुद्दै गयो यार वर्ल्ड बार यार खतरा प्लेयर छ क्या यो देशमा एउटा हङ्गेरी 11 को एउटा स्ट्राइक सिटिङ पालर शिवजीको पालर फेरि 3टा लाग्यो होला त छैन लागेको कता स्ट्राइक लागेको छ मेरो तर एउटा हामीले पनि त्यसो भए नर्वे दोस्रो स्ट्राइक ल सिटिङ पालर तर एउटा हेर्दिन्छु ल भर्खर रिसेन्टली आएको छ नि थाहा छ एउटा के आएको थियो वर्ल्ड कपको मैले हेरेको छु नि त रिड द स्क्रिप्ट के भनेर आएको थियो नि त्यहाँबाट छ त्यो एडमा छ मैले हेरेर पो त त्यो एडमा त्यो प्लेयर छ प्लेयर छ कि कन्ट्री छ प्लेयर छ नि कस्तो कन्ट्री छ हौ अहिले चिन्छ त्यो प्लेयरलाई कस्तो नचिन्नु हौ फेमस हुन्छ चिन्दिनँ म अहिलेसम्म चिन्दैन त नाम लिन्छ मात्र भन्नु टर्की टर्की ल सेक्दिन बाहिर निस्किसक्यो गेमबाट रिड द स्क्रिप्ट भनेर कसले भन्थ्यो भन्दाखेरि नि स्विडेन हो क्या स्विडेन यस सर जलाता 10 नम्बर छ। भन्थ्यो तर जलाता किपर होइन ल तर यहाँ हामीले चिनेको हो हो। अलिक जान्ने नाम हो हो। इब्राहिमोभिच के किपरको नाम अनि कस्तो हामी जाने चिनेको नाम हो सिमिलर नाम हो अर्को प्लेयरसँग मिल्ने भन्थ्यो प्लेयरको नाम पो त मिल्दैन। माइनस गर्नु पनि बेला मैले के भयो गरेँ त? मागेको होइन ल अनि त्यही देशको भनिदिनु हो नि त त्यसकै अनि त्यही देशको नाम हुँदैन अमेरिकामा एउटा केटाको नाम निचल हुन्छ हुन्छ त त्यही देशको नाम भनिदिनु पहिले यो सुरेश हो कि क्या होइन के हो त रोनी हो के होइन प्लेयर जस्तो देश आजको अन्तिम राउन्ड सकिँदा शिवजीको टोटल पोइन्ट छ 52 वाह त्यो आई 58 थियो यसको आई 58 56 थियो जे भए पनि सेफ्टिङको टोटल पोइन्ट 76 जितो कि क्या हुआ 11 को टोटल पोइन्ट छ 92 फेरि कति साइड हो अहिले तपाईँले अर्जेन्टिना चेयर हो क्या सानो राम्रो गरेको क्या किपर पनि भन्दै थियौँ होइन किपर भन्दैन फेरि टिमो मार्टिनेज होइन मुला अर्जेन्टिनाको इमार्टिन हो हो त अनि त्यही त भन्नुभयो त अघिदेखि त्यही मिलाएको त सानो सट भयो त्यत्रो यस्तो क्लिन गरेर त्यसले अस्ति वर्ल्ड कपमा 4 क्लिन अस्ति वर्ल्ड कप 4 वटा क्लिन सिट गर्यो त्यसले भन्छ वान गुड टुर्नामेन्ट यु आर अन द लिस्ट हो यस सर एकदम त्यसले जिताउँछ यो युआर इन द लिस्ट कसरी त त्यो देशको पो भन्यो ए साला त देशको हो त थोरै टप 10 अल टाइम हो त हैन यस 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 अफ कोर्स ल केटा हो अब अस्तिको भिडियोको पनिसमेन्टमा धेरै कुरा तिमीहरूले लेखेको थियौ हामीहरूले एकदम समझदारीमा के भन्छ केटा हो त्यसलाई समझदारीमा पहिलो टुर्नामेन्टमा पहिलो हराइछ त्यही भएर पहिलोमा यो टाउको हलाउँछन् जसरी त्यसरी नै आज अब शिवजीले चाख हलाउँछन् लेट्स गो उठ्दै भाइ प्लेटफर्म छोड्दै ल अब तोर केटा चिक्लुङ चमेली के भन्ने गीत छ त्यो गीतमा एकदम एडिट बनाएर केटा हो रेडी है ल आज गेम पनि हाम्रो शिवजीले हार्नु भएको छ अब आउने अरू गेमहरू पनि शिवजीले नै हार्नुहुन्छ मलाई फिक्स थाहा छ होइन शिवजीलाई पनि थाहा छ ल आजको भिडियो यति नै फेरि पनि यस्तै गेम लिएर हामी फेरि आउँछौँ अर्को हप्ता वर्ल्ड कप आउँदैछ केटा हो अर्जेन्टिना